नमस्कार। आज अति खुसी लागेको छ मलाई। नगरकर्ता क्षेत्रमा हामी आयौँ र हाम्रो यहाँका प्रेसिडेन्ट, यो क्षेत्रको प्रेसिडेन्ट अनि सँगसँगै यो क्षेत्रका जति पनि तपाईँहरू कार्यकर्ताहरू हुनुहुन्छ र उहाँहरूले सम्पूर्ण मिलेर आज स्वागत गर्नुभयो, वेलकम गर्नुभयो। यसको लागि एकदमै आभार प्रकट गर्न चाहन्छु। तपाईँहरूलाई धेरै धेरै शुभकामना टक्राउन चाहन्छु। अनि हिजोको जुन एउटा वातावरण थियो, 2007 देखिको यताको जुन वातावरण थियो, त्यो वातावरणमा जुन प्रकारले एउटा आदिवासी र गोर्खा माझमा जुन प्रकारको एउटा भयानक विषय सृष्टि भएको थियो, आदिवासीले देख्दाखेरि गोर्खालाई मार्ने, गोर्खाले देख्दाखेरि आदिवासीलाई मार्ने, यस्तो विषयहरूलाई आज हामीले धेरैभन्दा धेरै आज झेलेका हौँ, देखेका हौँ, आज उपभोग गरेका हौँ। र आज जुन व्यक्तिले आज तपाईँहरूलाई आदिवासीलाई अनि यहाँका सम्पूर्ण गोर्खाहरूलाई एकअर्कामा झगडा गर्ने एउटा गराउने षड्यन्त्र गरेर आज ती व्यक्ति बसे। अनि आज ती व्यक्ति आज एउटा औदामा छन्, एउटा जग्गामा छन्। अनि ती व्यक्तिलाई मैले भनेका थिएँ, आज आदिवासीलाई तिर धनु राखेर अगाडि उभाउने काम गर्यौ, धनुकाँड हिर्काउने काम गर्यौ, तर तिमीलाई म मित्रताले जित्छु, म मित्रताले जित्छु र एक दिन तिमीलाई म एमएलए भएको देख्न चाहन्छु अथवा एमपी भएको देख्न चाहन्छु भनेर मैले भनेको थिएँ। जुन व्यक्तिले आदिवासीलाई सडकमा निकालेर तीर धनुष उठाउने लगाए, विभिन्न प्रकारको तरवारहरू उठाउन लगाए, त्यो व्यक्तिलाई आज मैले एमपी बनाएको छु। यो मित्रताको सन्देश हो, मित्रताको सन्देश हो यो, बुझ्यो नि। उहाँले जेसुकै लियोस्, जुनसुकै प्रकारले लियोस्, तर मेरो कर्तव्य मैले पुरा गरेका छु। तर त्यो व्यक्तिले आज आदिवासी भाइ बहिनीलाई जब ऊ एमपी भइसकेपछि आज भुलेका छन्। मलाई त छोडा, मेरो कम्युनिटीलाई त छोडा, तर आदिवासीलाई पनि आज उहाँले हेर्ने प्रयास गरेका छैनन्, याद गर्ने प्रयास गरेका छैनन्। त्यसले गर्दाखेरि हामी 2 तारिकको दिन मेरो एउटा ठुलो सभा हुँदैछ, त्यहाँ ठुलो सभा। अनि त्यो सम्पूर्ण झन्डै 1200-1300 घर त्यहाँनिर आज टिएमसीमा मर्ज गर्दैछ। यहाँको जोन बार्लाकै एकदमै कर्मठ सदस्यहरू, साथीहरू, बुझ्यो नि, उहाँको एकदमै सँगै अब यस्तो एउटा आधी तुफान आउँदाखेरि उहाँ खट्ने केटाहरू, तर उहाँहरूलाई आजसम्म उहाँले केही पनि गर्दैन, केही पनि उहाँले दिन सकेन। त्यसले गर्दा हामीले एउटा मित्रताको एउटा हात बाँडेर हामीले आज यो जग्गा बनाएको छौँ। म यही भन्न चाहन्छु, आज गोर्खा जनमुक्ति मोर्चा र आदिवासी विकास परिषद होस् अथवा टिएमसीको सरकार होस्, आज 12 वर्षसम्म हामीले बिजेपीलाई साथ दियौँ। हामी आँखा चिम गरेर विश्वास गऱ्यौँ, आँखा चिम गरेर। ममता ब्यानर्जीले हामीलाई रिक्वेस्ट गर्दाखेरि पनि उहाँले हामीलाई धेरै कुरो गरिदिन्छु भन्दाखेरि हामी मिल्न सकेनौँ, त्यो समयमा मिल्न सकेनौँ। कारण हामीमा त माथि मुद्दा जोडेका थिए, हामी माथि हाम्रो एउटा आफ्नो एउटा स्वाभिमान जोडेका थिए। त्यसले गर्दाखेरि आज हामीले सिधै एउटै मात्रै उद्देश्य कि बिजेपीले केही गर्न सक्छ, केही गरेर लान सक्छ हाम्रो लागि भनेर हामी त्यो आशामा बस्यौँ। तर हामीले यत्रो सङ्घर्ष गरेर पनि 3 वर्ष घरदेखि बाहिर हुँदाखेरि हेऱ्यौँ बिजेपीले केही पनि गर्न नसक्दो रहेछ भन्ने कुरोमा हामीले थाहा पाएपछि अब हामीले चाहिँ बाटो चेन्ज गर्नुपर्छ भने, अनि यो बाटो अब चेन्ज गरेका छौँ हामीले। हिजोसम्म बिजेपीलाई साथ दियौँ हामीले, कुनै प्रकारको आधी बेरी आउँदाखेरि पनि दुनियाँभरको आज लालच देखाउँदाखेरि हामीले बाटो चेन्ज गरेनौँ। अब हाम्रो उद्देश्य 2021मा फेरि पनि ममता ब्यानर्जीलाई हामीले चिफ मिनिस्टर देख्न चाहन्छौँ भन्ने छौँ। त्यसले गर्दाखेरि आज हामी लागि परेका छौँ। मेरो उद्देश्य मैले अब यो बाटो रोजे उहाँसँग 2021को लागि एलायन्स भएर हामी बाटोमा हिँड्ने प्रयास गऱ्यौँ, हिँड्दैछौँ। र हामी डुवेल बाटो हिँड्ने मान्छे होइनौँ। वान्स एकताल डिसिसन लिएपछि विमल गुरुङ त्यो हो, याद गर्नुहोस्, विमल गुरुङले 2टा रस्ता चुन्दै। त्यसले गर्दा म चाहन्छु 2021मा हाम्रो भिजन, हाम्रो कन्सेप्ट, हामी सम्पूर्ण यहाँ आदिवासी, राजवंशी, बिहारी, बङ्गाली, मुस्लिम एकदमै हामी मिलेर आज बङ्गालको
विकास र उन्नति सँगसँगै बङ्गालमा एउटा लेडी, जुन लेडीले चाहिँ आज भारत सरकार चलाउने व्यक्तिलाई आज सङ्घर्ष गर्न सक्छ, जवाब दिन सक्छ। फेरि यस्ता व्यक्ति न त अहिले कङ्ग्रेसमा छ, न त सिपिएममा छ, न त अरू दलमा छ। जुन व्यक्तिले आज आफ्नो अधिकारको लागि, क्षेत्रको लागि, आफ्नो गरिब दुखी बालबच्चाको लागि आज बङ्गालको विभिन्न प्रकारको क्षेत्रमा रहेका आज कृषक दाजुभाइहरूको लागि आज उहाँहरूले सङ्घर्ष गरेर आज उहाँले केही गर्ने प्रयास गरिरहेका छन् भने हामीले उहाँलाई हातमा हात, साथमा साथ दिएर काम गर्नुपर्छ। यही उद्देश्य लिएर आज म गाउँ गाउँ, गल्ली गल्ली डुलेका छु, हिँड्दैछु। आज म डुल्दैछु किनभने मैले उहाँसँग एउटा गठबन्धन गर्ने एउटा मैले प्रतिज्ञा लिइसकेपछि मेरो जतिको उसको प्रयास हुन्छ त्योभन्दा ज्यादा मेरो प्रयास हुनुपर्छ। त्यसले गर्दा म लागिपरेका छु। र अब हामीले नर्थ बेङ्गाल एरियामा एकदमै राम्रो भन्दा राम्रो टिएमसीका कार्यकर्ताहरू अनि गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताहरू अनि हाम्रा विशेष गरी मुस्लिम दाजुभाइहरू एउटा भोट पनि बाहिर जानु हुँदैन। क्रिस्चियन दाजुभाइहरू एउटा भोट पनि जानु हुँदैन। यो बिजेपी पार्टी यति खराब पार्टी हो, यो ताण्डव मचाने, दङ्गा फसाद गर्ने पार्टी हो। बुझ्यो नि, यसले कहिले पनि आज यो बङ्गालको हित चाहँदैन, यहाँको आदिवासीको हित चाहँदैन। तपाईँले हेर्नुहोस्, मोदी आएर साद्री भाषाको लागि डिक्लेयर गर्यो, आजसम्म साद्री भाषा आज फुलफिल गर्न सकेका छैनन्। राजवंशी भाषा आजसम्म फुलफिल गर्न सकेका छैन। अन्त कस्तो खालको बिजेपीको आज प्राइम मिनिस्टर हो, कस्तो खालको लिडर हो। आज नरेन्द्र मोदीले आज भनेको 6 वर्ष 7 वर्ष बित्दाखेरिमा आज तराई र डुवर्समा आज कुनै प्रकारको बेनिफिट भएको छैन। र हामीले यस्तो व्यक्तिलाई अब हामीले जराइबाट, यसको पार्टीलाई जराइबाट निमोटन पारेर राजनीति गर्नुपर्छ। यो एकदमै लागि पर्नु छ। मैले त कसमै खाएको जस्तो, म त यति साह्रो लागि पर्छु चाइलेन्जको रूपमा लेख्छु, चाइलेन्जको रूपमा। किनभने मैले यति डरलाग्दो धोका दियो, उसले मलाई आज जुन प्रकारको सङ्कल्प पत्रभित्र, मेनिफेस्टोभित्र नहालेको भए बङ्गालसँग हाम्रो झगडा यस्तो हुन्थेन, यस्तो दूरी हुन्थेन, हामी मिलेर काम गर्न सक्थ्यौँ। तर उसले आज दूरी बनाएर आज ताण्डव मचाउने काम गर्यो। यो हामी सहन गर्दैनौँ। आज आएर एउटा काँटी धरी ठोक्न प्रयास गरेन उहाँहरूले। र यस्तो पार्टीलाई चाहिँ हामीले जराबाट निकाल्नुपर्छ है, केटा हो, जराबाट। यो एकदमै याद गर्नुपर्छ। यो 2021 को इलेक्सनमा 110% मिस ममता ब्यानर्जी आउँछ। यो कसैको उयो छैन, आउँछ। हो, पहिलाको भन्दा अलिकति कम्ती आउँला तर आउँछ, 110% आउँछ। लागि पर्नुपर्छ भाइ हो। तर यो बिजेपीले आज धर्ममा पनि हामीलाई हस्तक्षेप गर्छ, खानुमा पनि हस्तक्षेप गर्छ। आज मुस्लिम दाजुभाइले गाई काट्छ अरे भन्छन्, यो काट्छ, ऊ गोरु खानु उसको अधिकार हो, तर गोरु खानु पनि दिँदैन। बुझ्यो नि, कसैलाई धर्म मान्नु दिँदैन। बुझ्यो नि, कसैलाई धर्म पनि उसको अधिकारले मान्नुपर्ने, हामीले खाना पनि उसको अधिकारले खानुपर्ने, कमनमा काम पनि उसको अधिकारले। यो हुँदैन। बुझ्यो नि, यो हुँदैन। यो बिजेपी पार्टी यति खराब पार्टी हो, यसले कहिले पनि आज आदिवासी र राजवंशीको, बिहारी बङ्गाली कहिले पनि सोच्दैन। यसले खालि बिजेपी बढाऊ, बिजेपीमा जनता पार्टीलाई आज फस्टाऊ, जग्गा जग्गामा सरकार बनाऊ, यति भए भइगयो। अरू केही चाहिँदैन। त्यसले गर्दाखेरि चाहिँ दुखो गरेर भए पनि हेर, लडाइँ झगडा नगर। तिमीहरूले भित्रमा टिएमसी भित्र पनि 2-4वटा ग्रुप छ। मेरो रिक्वेस्ट छ, प्लिज काइन्डली रिक्वेस्ट छ, यो ग्रुपमा झै झगडा नगरिकन मिस ममता ब्यानर्जीको उद्देश्य लक्ष्यलाई हेरेर, उहाँको कर्मलाई हेरेर तपाईँले भोट हाल्नुहोस्। कर्मलाई हेरेर भोट हाल्नुहोस्, अरू कुरो होइन। यहाँनिर कसले कमाइ गर्दैछ, को भयङ्कर पैसा कमाएको छ, यो कुरो सेकेन्डरी कुरो हो। अब पहिला चाहिँ 2021 मा चाहिँ हामीले मिस ममता ब्यानर्जीले चाहिँ तेस्रोपल्ट चिप्लिएर देख्नुपर्छ। यो आधारमा आज हामी काम गर्न पर्छ। हामी लागिरहेछौँ। आज हामी हिजोको दिनमा दुश्मनी हौ होइन, तर आज हामी एउटा मञ्चमा आयौँ। किन? भारतीय जनता पार्टीको जुन प्रकारको आज नराम्रो कर्म छ, त्यसले गर्दाखेरि आज हामी एउटा मञ्चमा आएर उसलाई जवाब दिन चाहेका छौँ। बुझ्यो नि, त्यसले गर्दाखेरि गल्ली गल्ली डुलेर, क्षेत्र डुलेर, टोल डुलेर आज हामीले काम गर्नु। बस्नु हुँदैन। आज 24 घन्टा खट्नु सक्नुपर्छ। अब 24 घन्टा बिजेपीमा घमण्ड भयो, अहम भयो। आज यिनीहरू सरकारमा आएपछि यहाँबाट आज मुस्लिम खेद्छ, गोर्खालाई पनि खेद्छ। आज एनआरसी गर्नुको मेन दायित्व नै यिनीहरूले यो प्रकारले गरेको छ। आज
बुझ्यो नि। आज यहाँबाट पहिला मुस्लिमको यहाँबाट खेदौडी लाउँछ, त्यहाँबाट गोर्खालाई लाउँछ। आज हेर्नुहोस् गोर्खाको आर्मीमा रिक्रुटमेन्ट आज अदर्स कम्युनिटी हालेको छ। हेर्नुहोस् कसको सरकार हुँदाखेरि? भारतीय जनता पार्टी हुँदाखेरि भन्नुहोस् त। योभन्दा कङ्ग्रेसको सरकार हुँदा त यस्तो भएन त, अरू सरकार हुँदा भएन त। तर भारतीय जनता पार्टी हुँदाखेरि आज हाम्रो गोर्खा फौजमा पनि आज अन्य कम्युनिटीको रिक्रुटमेन्ट हुँदैछ। किन? के कारणले? बुझ्यो नि। यो गम्भीर विषय छन्, गम्भीर विषय छन्। त्यसले गर्दा म चाहन्छु हामीले यो सरकारलाई अब 2021मा बङ्गालमा आउनु दिनु हुँदैन, सँगसँगै 2024मा दिल्लीमा आउनु दिनु हुँदैन। यो कन्सेप्ट लिएर काम गर्छ। र म सबैलाई एकदमै धन्यवाद दिन चाहन्छु। भोलि मेरो कुमारगाममा ठुलो मिटिङ छ, जहाँ चाहिँ एकदमै मैले त्यहाँ धेरै कुमारगामको हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई धेरै विषयहरू बताउनुपर्छ। र आज म तपाईँलाई धेरै कुरा बताउन सकिनँ। र हामी एकअर्कामा आदान प्रदान हौँ। हिजोको दुश्मन आजको साथी हो, बुझ्यो नि, साथी हो। मित्रताले गाँच्नुपर्छ। गाउँघर विकास गर्नलाई दिदीलाई कसरी मैले भन्नुपर्ने डुवर्सको प्रत्येक अब यो नगरकट्टा क्षेत्रमा के कमी छ, के अप्ठ्यारो छ, अब यो क्षेत्रमा आज उन्नति गरिदिनुपर्छ, विकास गरिदिनुपर्छ। यो स्वयं म गाउँमा डुलेर आज देखेको छु भन्ने कुरा चाहिँ म राखिदिन्छु, बुझ्यो नि, राखिदिन्छु। र तपाईँले एकदम राम्रो सोचेर यो क्षेत्रबाट राम्रोभन्दा राम्रो मान्छे चोइस गरेर तपाईँले राख्नुहोस्, राम्रोभन्दा राम्रो मान्छे चोइस गरेर, ताकि तपाईँको हित आकाङ्क्षा तपाईँको बोली लागोस्, तपाईँको काम गर्ने व्यक्ति होस्, तपाईँको हरेक कुरोलाई दुःख सुख बुझ्न सकोस्। पैसा अहम भन्ने कुरोलाई लिएर राजनीतिक हुँदैन। यो गरिब दुःखीको हित र आकाङ्क्षालाई लिएर काम गर्ने व्यक्ति हामीलाई चाहिएको छ। हामी पुरा सहयोग गरेको हुन्छौँ। गोर्खा जनमुक्ति मोर्चाले पुरा सहयोग गरेको हुन्छौँ। त्यसले गर्दा आज तपाईँहरूले मलाई यहाँ बोलाएर एउटा आदर सम्मान गर्ने भएकोमा धेरै धेरै मेरो हार्दिक शुभकामना टक्राउन चाहन्छु। यहाँका प्रेसिडेन्टलाई आभार प्रकट गर्न चाहन्छु। सम्पूर्ण मेरो सन्तान, आदिवासी सन्तान, राजवंशी, बिहारी, बङ्गाली जो पनि आज मुस्लिम कम्युनिटी छन् सबैलाई धेरै धेरै शुभकामना राख्दै 2 वचन यति नै समाप्त गर्छु। धन्यवाद।